ओहो कति छ के त ए खतरा छ दाजु आनु आनु त हातले निकाल पुरा राम्रोसँग चाट्नु न एकचोटि बहुत गतिले हुँदा पाको बेला कल सोध्छ होइन हेलो गुड मर्निङ गाइज सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अहिले चाहिँ बिहानको दृश्य देख्न सक्नुहुन्छ बिहानको होइन म चाहिँ अहिले टक्क सामान लगेर मौरी काट्न जाँदैछु गाइजहरू टक्क बिहान पानी पर्न लागेको छ पानी परेको छ अनि राति पनि परेको थियो पानी अहिले देख्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यूज होइन टक्क पानी परिरहेको छ हेर्दै गर्नुहोला बाटोमा गएर भेट्छु है त मौरी काट्नुपर्छ र टक्क भिडियो म बनाउने छु हेर्दै गर्नु है त ल टक्क देख्न सक्नुहुन्छ हाम्रो दृश्य होइन अनि यस कस्तो लाग्यो यो हेर्दै गर्नुहोला र लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरेर नभुल्नु होला गाइज हेर्दै गर्नु है त ल मौरी देख्न सक्नुहुन्छ है गाइजहरू मौरी ओडारभित्र ओहो कति छ के त ए खतरा छ दाजु आनु आनु तपाईँको पालो अब फेरि ए चाका देख्न सक्नुहुन्छ होइन जङ्गलमा ल ल दाजु ल हातले निकाल एकचोटि फेरि नमस्ते गर्नु हातले तान के त्यो गलफ निकालेर गलफले भ्यू पार्न ओहो ल है के देखिरहेको छ फुक्नु अनि फुक्दा चोच्चै यहाँ तौड्यो भने फुक्नु गर्नु गरेर मौरीहरू उडाउनु के जान्न कि तिमी त उडाउनु झर्छ मुनि भयो भने त फुकेर के फुकेर चाहिँ मौरी ल झिक्न नजिदो खै छैन को माटा यस्तो कोमा बस्छ यस्तो माटा हावा गाउँ गर्नुहुन्छ त्यो खैले त लाइटर खै लाइटर काँसले त भएन कि त्यो आगो भएन आगो भयो भने त सट्टै जान्छ सब उठै होइन अलि पुट्टा हाम्रो पहिले सर्छ के पुट्टाखेरि एउटा ठाउँ रहेछ अब लोहरे यस्तो जङ्गलमा त खजान चाहिँ त्यो खेल गर्दैन नगर त्यो अलि चलाउ न बटी अब त जङ्गलमा है त देख्न सक्नुहुन्छ अलि चलाउ त पुट बनाउ त तोक्छ नि यार खै लाइटरले के त लाइटर गजिन्छ झिक्नु गजिम एकमुठी मौरी हालिदिउँ के हो ऊ चाहिँ खेल गर्नुपर्छ है के त यस्तो बब्बाल छ है ल्याउ त मोमो खै ल्याउ त कस्तो करान्छ त होइन एउटा रस्ते रस्ते हो यार बटी जानु तपाईँ हेर्न
यत्रबाट त कहाँ घरमा हुन्छ चाका चाका हेर न यहाँ। घमकोल बनाउँछ त्यस्तो ठुलो दाजु बहुत घम रहेछ हेर न। खोइ त छोड त। दुईटा छ क्या अझै भित्र ठुल्ठुला छोड यसरी हात हाल कि कलफ निकालेर खोइ कलफ निकाल ऊ रसमै माथि अटको गाडी ल फु गर आगो नहाल फुगर सबले फुगाएको त उड्दैन नडेर फुगर यता उडो फुगर उडो आगोमा जान्छ अहिले आगोमा बोरो भने हो त्यता फुगर अब त उड्दैन के टोक्राइ ल्याउनुहोस् ओहो छिटो 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 के हो रहेछ यार के ल है त चुइरहेछ यार पारी हाँ? चुइरहेछ के खै छोड्नु रस त त्यही त छ मन भित्र हुन्छ रस भने होइन राम्रो जान ल ओ यार मौरी रसमा लटपट्टो यार त्यो मोर्छ के त्यही गर्दा मैले झिक्नु हात हाल्नु के हुन्न गलत निकालेर हात खै त्यो डाडी दाडुले टक्क निकाल्नु पर्छ मौरी खानु पर्छ आज है त हामी आज मौरी खतरा तरिकाले टोक्को नि छ के आज के यार माथि छ माथि हेर्नुहोस् त माथि पुरा रसै रस छ माथि त्यही माथिको त्यो एउटा निकालिदिने हँ त्यो एउटा रस यता छ कि सानो चाका तिनीहरूकोटा काँडो रहेछ यार हँ काँडो आमा के हो काँडो भन्ने मौरीले मेन जति लामो बस्छ काँडो बनाएर बसेको हुन्छ कि काट्न भने मौरी भने यहाँ मोर्चा पनि जलेर अब भाग्नेको भाउ होइन भाग्दैन गाडी भाग्छ गाडी नभाग्ने गरी बनाउनु न भाग्ने सब निकालेर कहाँ बस्छ त्यो त छड्डीमै भयो त्यो निकालिदिनु उता पालतिर होला त यता उँधोतिर यता यो पछि पनि छ के यो पहिला यो झिकम न म झिकम हातले यस्तै हातले लुवाते तानम त्यो बन्द गर्दा त्यो माथि यो एउटा ननिकाल्दैन हुन्छ जस्तो लाग्छ ए झिक्छु र त्यसपछि हेरौँ के पछि छ कि छैन पछि छैन के होला पछि एउटा दुइटा त रस माथि पछि छैन कि ननिकाल्नु छोरा त त्यही छुट्टिन् के कसरी छोडिदिने निक्लिसक्यो त अब हुन्न खाम लगाएर के खै उसले एउटा पन्नु ल्याउँछ उसले रस छ चर्भित्र त्यही खाउस र बस्नु छड्डीमा अब लग्ने होइन अलि उब्रिबाट काट्नु पर्ने ओहो कहाँ तँ पनि निकालेको त यार भ्रष्ट किसिम लो ठाडो पारेर सब फुकट हो त्यहीको आडा हो नि यो कति ठाउँ टोको हेर मलाई एक ठाउँ यहाँ एक ठाउँ दुई ठाउँ मौरी थेरापी हुन्छ के हुन्न तिन ठाउँ चार ठाउँ वर्षमा एकचोटि टोकाइ खानुपर्छ अरे चोएर यहाँ त बर्बाद भयो यार आम पाका यार रस जति सब माथि छ यारपट्टि झिक्ने है कसरी जिग्ने गाने हात हालेर खै छोडिस् तँ एउटा जग्गा चाहिँ त्यही हुन्थ्यो उयोमा छ रस जति चोएर बिजाउ मान्डो रहेछ रस त यार लु
हात निकाल कि तोड्दैन मस्त खानुपर्छ मस्त लोक यहाँ जातो भन्नु यो यसरी भतिज हजुर खाऊ तिम्रो नि खानुभयो अनि के खाएको दाजु यति टेस्टी लगाउनु घरमा ल एकचोटि ल ल खानु चाहिँ ल किसिमको होइन ल ल खोटाडु म कार्नेले हात चाट्न पाइन्छ होइन मैले त खोर्साकै निले छु यार रस किसिम छ कि हो भित्र ए मान्डवी रस खेलाको होइन भतिज गाउँ ओहो रस चाहिँ रस ओहो काँधमा हाल काँधमा काठ छैन के छिटो पुग्नु न त्यही उब्री राख्नु क्या त्यही उब्री राख्नु न रस खस्छ नि त्यही पनि खस्छ नि अझै छ होला नि होइन भित्र त धेरै एउटै चाचा बाइक अरू केही छैन एउटा जग्गा छोडिदियो रस पनि छैन ल आऊ फोक्दै बाबु भयो रस त हुनुपर्ने अझै खान्छस् खाना त छोड्ने होइन नि यत्रबाट हेर के त सेतो खालको रस भयो आऊ यी कत्रो मेहनत गरेर निकाल्नु सेतो रस पुरानो हो कि पहिलाको ए त्यो त हँ सबभन्दा प्योर रस त हो कालो व्हाइटसँग रस पुरानो पुरानो हो यो अनि- भर्खर नयाँको प्योर हो त खोक्मा मासु बनाएको त लाचुल खानु सँगै खाएको ल के साह्रो मिठो होइन ल आइजाऊ केटा हो होइन क्या उभै पो छ गाडी मुन काट्टी छ कसम यार मारा बङ्कल उँभो छ के के त रस गाडी किसिम छ यार सेता रस त उभै त छ त कहीँमा हेर्छु चिगम जस्तो पो चपाइन्छ के र एक गास्ता मन खान्छु केटा ए ल ल ल भयो वाह सेतो रस मन खान्छु है ल म खान्छु कति कपडा रस खानु लाग्यो पुरा त्यो खान्छु खानुहोस् खानुहोस् कस्टर खाने रे पुत्रको सपना बिग्रेर यो ठिक सपना भइछ होइन होइन सक्को र एको रस भरि यार त्यो भयो अब ढाकी फुकेर तिमी त्यो सफा गरेर
खाना त छोड्ने होइन क्या होइन दाजी भयो आऊ डाडुले सिनसिन रस झाराम फेरि त्यत्रै खाम्ला के म्याडम अङ्कलले भएको छैन अरे भयो मलाई अब खानु हुँदैन मुन्दै गयो त बाँच्न दिउ तिनीहरूलाई होइन चाका सिङ्गै छ त त्यो चिया खानु कहाँ राख्छ त छोरा खानु त छोरावाला भयो ओए टोको झन्दै छोरावाला भयो क्या त हुन्थ्यो छिटो निकाल्नु न रस निकाल्नु न रस 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 अझै त्यो छोरावाला हो छिटो क्या के खाने हो कि छिटो छिटो रस खाने बसेको रहेछ मौरी त धेरै साल बसेको रहेछ कसले देखेको यहाँ दाजी रस निकाल्नु न खाने भयो नि राजु भयो क्या छोरो खोइ कहाँ छ त्यो काँटी भएको रस त खाने हो क्या यही बेला पाएको बेला त्यो के अब काँटी खोइ बाबु ए कसम उँभो थुप्रो छ यार 1-2 माना होइन उँभो अलि माछाहरू काट्नु पर्ने रहेछ एकछिन एकछिनैमा छ एकछिनै के छ मोरबाद सबै नि मोरा खाने यता 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 यसले हुन्छ सेतो रस खाऊ अब त्यति खाउँदैन हट अहिले त कस्तो भयो मान्डु रस छ कि भनेर सोचेको थिएँ मान्डु त होइन तर काट्ने ठाउँ पनि गजबै हो तर ऊ भयो क्या हामीले त मुनि काटिसक्यो होइनपट्टि सेन्नो खान्छु म धेरै खाएँ मैले खान्न यारपट्टि मात्र भयो भयो अगाडि यो राम्रोसँग चाट्नु न एकचोटि बहुत गतिलो हुँदा पाएको बेला कसले सोध्छ होइन किसिम भइसक्यो नि रस्ता जुठो कोल सुन्छ मेरो होइन राम्रो गरेर मिलाएर छोक्रियो बिचरा तिमी सब फालाउँदै फाल्छ हो तल फाल अन्त म दिन्छ लौ तिमी सब सफा गरिदेऊ हातले ल दे त सब सफा गरिदेऊ यो कागज झिक्दो कागज खै हेरौँ त भित्र कस्तो छ र एकचोटि हेरौँ न हेरौँ न खान्छ उनीहरूले कस्तो देखिन्न त एउटा त छ त त्यता त्यो एउटा त उसले हो क्या त्यो ठुलो उँभो पार्नु र त्यसरी त्यसरी क्वाप्प बुझी छान्ने काटेर हुन्छ कि भट्टी बिहान के खट्रा तरिकाले ल्याएको यार स्केल स्केल छ कि होइन दाजु के आराल काटेर बनाइदियो त्यस्तै भने ठिक छ क्या त्यस्तै ठिक छ त्यस्तै ठिक छ म तलको सफा गरिदिन्छु है भुइँ भुइँ त पर्दैन गाडी भुइँमा धान्दैन हुन्थ्यो त्यो त पर्दैन परेन भयो अलिअलि के हुन्न यो पनि छ त यार मौरी त मौरी कति छ धेरै छ कता पोका पर मौरी सब उँभो गएको छ यार ऊ भयो नि भयो त्यो जङ्गलमा हेर्नुहोस् त पुरा त्यो तलको माटो त पुरा उसले मुच्चे छ यार रसले रसले कम चौधो माना त्यहीँ चौके अङ्कल यता सिनसिन छ यार के गर्ने सिनसिन चाकालाई हुन्थ्यो त्यो त खान्छ दिन छोडेर गइहाल्छ खाइयो नि मजाले मौरी 1 वर्ष 6 महिनामा पुग्यो हाम्रो मौरी खायो कसैले मौरी त्यो बनाइ बनाइ काटेको के काम यार अझै निकाल्न पर्ने के भित्र हो म त लगाउने होला भनेर मात्रै
मजाले काट्ने थियो त यार। त्यही मजाले काटेको त अब अलि उँडो आज म त अलि उँडो छ कि भन्ने सोचेको थिएँ उँडो भइसक्यो कि भङ अर्कै रहेछ के ठिकै छ कि छैन म अलि तल काट्नेवाला थिएँ। दिनु त परिरहेछ है गाइजहरू पानी परेर ठ्याक्क अलि भिडियो भइरहेछ हेर्न सक्नुहुन्छ टक्क पानी परिरहेछ म यता छु होइन अब बारी लगेर घर जानुपर्ने हुन्छ ल है हेर्दै गर्नु घर पुगेर के हुन्छ हेर्दै गरौँ ल आजको भ्लग कस्तो लाग्छ हेर्दै गर्नु होला है त रातो देख्न सक्नुहुन्छ सिमलको बुट्टा है रातो देख्न सक्नुहुन्छ सिमलको बुट्टा रहेको छ यो देख्न सक्नुहुन्छ सिमलको बुट्टा होइन र म चाहिँ जङ्गलतिरै छु मौरी काटेर टक्क घर आइपुगेर फेरि जङ्गलतिर गएको छु होइन देख्न सक्नुहुन्छ त्यहाँ रातो बुट्टा तपाईँहरूले देख्नुभयो होला र आजको मौसम देख्न सक्नुहुन्छ पानी परिरहेको छ अहिले पनि पानी मसिनो परिरहेछ टक्क भिडियो हेर्दै गर्नु होला होइन टक्क देख्न सक्नुहुन्छ होइन रातो छ टाढा धेरै टाढा होइन म यहाँ रहेको छु आजको मौसम पनि देखिसक्नुभयो होला कस्तो छ भनेर है ल है त ल गाइज यति बेला म माथि डाँडामा रहेको छु र पछिको भ्यू देख्न सक्नुहुन्छ होइन टक्क पानी परेर भर्खर हल्का भिडियो गर्न लागेको छ होइन टक्क म माथि धारामा आएको छु माथि धारादेखि होइन टक्क कस्तो छ हेर्न सक्नुहुन्छ होइन पारी गाउँ कस्तो छ टक्क हेरेर म भिडियोलाई अन्तिमतिरै पुगिसकेको छु र भिडियो आजको लागि यति भन्ने छु र साथीहरूको साथ सपोर्ट पाएपछि म भिडियो बनाइराख्नेछु होइन गाइजहरू कमेन्ट गर्नुहोला भिडियो कस्तो लाग्यो र सपोर्ट पनि गर्नुहोला मलाई होइन नयाँ सब्सक्राइबरहरू जतिले कमेन्ट पनि गर्नुहोला सबैजनाले कमेन्ट गर्नुहोला र भिडियो फेरि बनाउने छु म फेरि आउनेछ नेक्स्ट डे आउनेछ फेरि आउँछ भिडियो तपाईँहरूको साथ सपोर्ट पाएपछि म भिडियो डेली पनि बनाउने छु है त गाइजहरू टक्क हेर्नु होइन आजको भिडियो यति है त गाइज टाटा।